गाइस मलाई चाहिँ खत्रै गिफ्ट आएको छ हैन अनि यो गिफ्टलाई चाहिँ यत्तिकै राख्न मन लागेन कि यतै घरमा लगेर थपक्क राख्न मन लागेन अनि हजुरहरुसँग नि शेयर गर्न मन लाग्यो हैन के चाहिँ गिफ्ट आएको छ भनेर चाहिँ हैन सो ब्याग चाहिँ खासै त्यस्तो वाउ चाहिँ छैन ब्याग चाहिँ यस्तो भएको छ हैन अब गिफ्ट भन्ने कुरा जस्तो ब्यागमा आयो भने भित्रको गिफ्ट चाहिँ स्पेशल हुनु पर्यो हैन सो यहाँ भित्र के छ हामी निकालौँ ल सबैभन्दा पहिले के निकाल्नु चकलेट पनि आएको छ गाइस सानो निकाल्नु है चकलेट आएको छ अर्को पनि चकलेट आएको छ यो बोन्टी चाहिँ मेरो फेभरेट चकलेट है गाइस यो पनि आएको छ त्यसपछि नट्स यो पनि आएको छ यो पनि मलाई खतरा लाग्छ है गाइस त्यसपछि अरु के छ यस्तो चकलेटहरु आएको छ है गाइस ल अझै एउटा रहेछ यो चकलेट पनि छ यति चकलेट आएको छ है त्यसपछि के निकालौँ गाइस त्यसपछि ग्लास आएको छ बट्टा त खतरै छ है अब यसभित्र कस्तो चस्मा छ लेख्छौँ हेरौँला हामी त्यसपछि बुगाटी अनलिमिटेड एम्बर फ्री परफ्युम गाइस यसको बट्टा पनि खतरै छ है गाइस फ्री कस्तो बवाल छ यार बट्टा पनि युज गर्नलाई सजिलो दामी छ गाइस दामी छ ल यो परफ्युम हैन ल यसलाई यतै राखौँ त्यसपछि अर्को छ स्क्यान्डलको फ्री स्क्यान्डलको बवालवाला परफ्युम यो पनि छ है गाइस यो प्लास्टिकलाई यता राखिदिउँ गाइस यसलाई खोलौँ ल गाइस स्क्यान्डल अब यो परफ्युम लाइफसित गाइस हैन बक्स पनि क्या प्रिमियम के यार यो त यार बट्टै प्रिमियम भएपछि भित्रको सामान झन् ओ माई गॉड कस्तो खतरा कि बाफ यस्तो गिफ्ट आउँछ गाइस मलाई ह्यान्डसम हुनु पर्यो नि गाइस हैन बाफ कस्तो छ स्मेल यसको टेस्ट गरौँ है गाइस मेरो फेभरेट के यो चाहिँ मलाई मेरो फेभरेट स्मेल हो कि यो चाहिँ आमाम यस्तो बास्ना चाहिँ पागल हुने बास्ना हो कि गाइस बट्टा पनि आमाम यस्तो बट्टा हो यस्तो मलाई लाउन पनि मन लाग्दैन कि गाइस यो आमाम यो है अर्को यो अब कुन चाहिँ लाउने गाइस हजुरहरूलाई कुन चाहिँ मनपर्छ कमेन्ट गर्नु ल यो एक दिन एउटा यो लाउनुपर्छ है गाइस हैन त्यसपछि यो सनग्लासेस हेरौँ गाइस आमा ओपी छ नि त अब हिरो मान्छेहरूलाई यस्तै बवाल गिफ्टहरू आउँछ हैन यो सनग्लासेस चाहिँ मेरो लागि हैन है यो चाहिँ जयन्तको लागि हो हुन्टेको लागि यो चाहिँ स्पेशल फर जयन्त यो चकलेटहरु चाहिँ सबै मेरो लागि है यो चकलेटहरु चाहिँ म एक्लै खाने हो एउटा चकलेट खाइदिउँ क्या मलाई बन्टी मनपर्छ म बन्टी खाइदिइहाल्छु ल यो हुन्डेको चस्मा लगाइदिउँ न त जयन्तको लागि स्पेशल यो चाहिँ हैन स्पेशल गिफ्ट आएको यो चस्मा चाहिँ स्पेशल जयन्तको लागि कस्तो छ ठिक छ नि त यो बन्टी चाहिँ मेरो लागि है गाइस यो बन्टी चाहिँ मलाई एकदम मनपर्ने चकलेट हो खाइदिइहालौँ है गाइस कसलाई बन्टी मनपर्छ कमेन्ट गर्नु ल मलाई चाहिँ एकदमै मेरो बेस्ट फेभरेट चकलेट नै यो बन्टी हो के यस्तो चिज आएपछि मुख मिठा गरिहाल्नुपर्छ कि होइन गाडी गाइस यो राजाहरूले लाउनु पर्ने हो कि यस्तो राजाहरूले थ्याङ्क यू सो मच फर स्पेशल गिफ्ट फर मी थ्याङ्क यू सो मच लभ यू ओके बाई बाई